आजबाट हामीले क्लास 10 को योभन्दा अगाडि हामीले 24 नम्बरको गरेका थियौँ। अब हामीले 10 वटा सेट गर्छौँ, 25 नम्बरको मात्रै गर्छौँ। अब जस्तै यहाँ हेरौँ, क्वेसनमा हामीलाई के दिएको छ भन्दाखेरि लेफ्ट ह्यान्ड साइड इज इक्वल टु राइट ह्यान्ड साइड प्रुफ देखाउनु छ। क्वेसनमा दिएको छ sin 2a माइनस sin 2b प्लस sin 2c दिएको छ। अब हाम्रो मेन काम के हो भन्दाखेरि हामीले लेफ्ट ह्यान्ड साइड लिने अनि त्यसलाई सल्भ गरेर राइट ह्यान्ड साइड पुऱ्याउने। जस्तो लेफ्ट ह्यान्ड साइडमा मैले लिएँ, अब मैले यहाँ फर्मुला पनि लेखिदिएको छु माथि है, sin c माइनस sin d भनेको 2 cos c प्लस d/2 डट sin c माइनस d/2 भनेर लेखिदिएको छु। अब त्यही फर्मुला अनुसार हेर्नु, sin c प्लस sin d फर्मुला हाल्दा 2 cos 2a प्लस 2b/2 भयो डट फेरि sin 2a माइनस 2b/2 भयो प्लस sin c भयो, हो कि होइन। अब त्यसपछि हेर्नु त, अनि 2 र 2 कमन तानेसी a प्लस b मात्रै बाँकी बस्यो, कमन तानेसी 2 2 काट्यो, अनि यसमा पनि 2a माइनस 2bमा पनि 2 छ, दुइटैमा कमन, अनि त्यो तल पनि 2 छ भने तल काट्यो, अनि a प्लस b र sin a माइनस b मात्रै बाँकी बस्यो प्लस sin 2 थीटाको फर्मुला के हुन्छ, sin थीटा डट cos थीटा हुन्छ, 2 sin c डट cos t भयो। अनि हेर्नु, हामीलाई मैले यहाँनिर फर्मुला लेखिदिएको छु है, यहाँनिर cos a प्लस b भनेको तपाईँले यति फर्मुला चाहिँ जान्नु पऱ्यो। यो अरू त नआएको केही भयो नि, यति फर्मुला मात्रै लेखिदिएको भयो नि मैले हुन्थ्यो। मैले चाहिँ डिराइभ गर्दै कसरी आयो यो फर्मुला र अनि cos a प्लस b भनेको कति हुन्छ, अनि sin a प्लस भनेको sin c, यति चाहिँ बुझ्नु पऱ्यो। cos a प्लस b भनेको के छ, माइनस जस्तो माइनस cos c छ, अनि डट sin a माइनस b छ प्लस 2 sin c डट cos c छ। अब हेर्नु, दुइटैमा cos c कमन छ कि छैन, कमन छ नि दुइटैमा, अनि त्यसपछि 2 cos c कमन तानेपछि माइनस sin a माइनस b प्लस sin c बाँकी बस्यो। अब फेरि हेर्नु, अब 2 cos c जस्ताको त्यस्तै राख्ने, उता माइनस sin a माइनस b प्लस sin c को ठाउँमा हेर्नु, यहाँ sin c यता छ, योभन्दा मैले यताको भाग लेख्न पाउँछु sin a प्लस b, sin a प्लस b लेखेँ मैले। अब त्यसपछि अब cos c, अब हेर्नु एरेन्ज गरिदिएको, प्लस टर्मलाई अगाडि राख्नु sin a प्लस b, अनि माइनस टर्मलाई पछाडि राखिदिएको। अब हेर्नु त, अब sin a प्लस b माइनस sin a माइनस b यो पनि फर्मुला छ, अथवा तपाईँले sin c माइनस sin d को फेरि फर्मुला 2 cos c प्लस d/2 गरेर गर्नुभयो भने पनि आउँछ काटेर। अहिले डाइरेक्ट sin a प्लस b माइनस sin a माइनस b भनेको फर्मुला के हो, 2 cos a sin b फर्मुला छ है। यो दुइटै हिसाबले गर्न मिल्छ इक्जाममा, केही फरक पर्दैन। अब यो भनेको हेर्नु त के छ, यो भनेको हेरौँ त, 2 2 जा 4 भयो, 4 cos a, हामीलाई cos a sin b cos a sin b cos c, यही प्रुभ गर्नु छ हामीलाई है। हेर्नु त, यहाँनिर यो sin b हो है, यहाँ मिस्टेक भएको थियो अघि, यो sin b हो, यति कुरा बुझ्नु तपाईँ। ल sin b यति गरेपछि